बिहे गरेको 9-10 वर्ष बितिसक्यो तर सन्तान भएन। दुवैजनालाई पीर चिन्ता परिसक्यो। उपचार गरियो, लाए शक्ति गरियो तर भएन। कतै पुरुष दुलाहाको तर्फबाट हुँदैन, कतै महिला दुलहीको तर्फबाट बच्चा हुँदैन। त्यसको अन्तिम विकल्प भनेको फेरि अर्को बिहे गर्ने हो। हामी कहाँ 38 वर्षको पुरुष दुलाहा आउनु भएको छ। उहाँको श्रीमती साथमै हुनुहुन्छ। उहाँको श्रीमतीको तर्फबाट बच्चा नहुने अस्पतालले त्यही प्रमाणित गरिदियो। अब उहाँको श्रीमतीले आफ्नो श्रीमानलाई अर्को बिहे गर्न अनुमति दिनुभएको छ। उहाँले 35 वर्ष मुनिको बच्चा जन्माउन सक्ने तर बच्चा नभएको डिभोर्स, बच्चा नभएको एकल महिला दुलही सकेसम्म क्षेत्री ब्राह्मण समुदायबाट कतै मिल्छ त, कतै पाइन्छ त, कतै भेटिएला त भन्ने उद्देश्यले हामी कहाँ आउनु भएको छ। ल, तपाईँ महिला दुलही बच्चा जन्माउन क्यापेबल भएको, तपाईको डिभोर्स भएको तर बच्चा नभएको, नजन्माउनु भएको, एकल हुनुभएको तर बच्चा नजन्माउनु भएको तर बच्चा जन्माउन क्यापेबल भएको महिला दुलही पुरुष दुलाहाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्। सम्पर्कको लागि प्रोफाइलमा नम्बर छ, व्हाट्सएप गर्नुहोला, फेसबुक टिकटकमा मेसेज गर्न सक्नुहुन्छ। कुरा बुझ्नुभयो नि? पुरुष दुलाहाको श्रीमती हुनुहुन्छ, श्रीमतीले नै अनुमति दिइसक्नु भएको छ।